भन्डाराबाट यता आउने यतातिर चाहिँ लोथर अनि त्यहाँलाई पहरी अकोट जाने बाटो चाहिँ यता रहेछ। यहाँबाट यता प्रवेशद्वार केही इन्फर्मेसनहरू यहाँ दिएको छ। इन्फर्मेसन चाहिँ केही खुल्ला दिशा मुक्त क्षेत्र जङ्गलमा सरियामा जब दिशा पिसाब गर्न सक्नुहुनेछ यदि प्रति व्यक्ति 505 रुपियाँ जरिवाना। राइट साइडमा एउटा मन्दिर छ यहाँ अनि लेफ्ट साइडमा प्रतीक्षालय छ अनि यहाँ टोयलेटहरू पुरा पिउने पानीको पनि व्यवस्था गरेको रहेछ। जस चोक्ने चाहिँ व्यवस्थित छ। के छ टोली मजा आइरहेछ। हामी कहाँ जान लाग्यो शाइनी? हामी कहाँ जान लाग्यो? कुटु 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 यो अर्को टोली आयो। कति ढिला गर्ने टोलीहरू। नमस्कार दर्शन। हाम्रो यात्रा यहाँबाट जङ्गल हुँदै उकालोतर्फ लाग्दैछ। लगभग 4 किलोमिटर जति कालोपत्रे छ। त्यसपछि फेरि अफ रोड सुरु हुन्छ। बिचमा कालोपत्रे सडकहरू केही ठाउँमा के अरे भत्केको हुनाले अलिकति गाह्रो चाहिँ हुन्छ। ढुङ्गामा गडङगडुङ चाहिँ छ। बाटो साँघुरो भएको हुनाले दोहोरो सवारी पास हुन चाहिँ अलिकति गाह्रै हुन्छ। तैपनि बिचमा साइड लगाएर गर्न सकिन्छ, पास गर्न सकिन्छ। बाटै भस्केर जाँदा यहाँ माथि आधा बाटोको भ्यू हो। कोराकोट जाने बाटोमा अलिकति अफरोड चाहिँ रहेछ। अफरोडबाट अलिकति माथि आइसकेपछि हेर्नु हाम्रो सरला दिल्ला बिचरा लास्टै गाह्रो भइरहेको छ। त्यहाँ मरि समाउँदाखेरि पनि लड्छु कि भन्ने अझै डर भइरहेको छ मलाई। गाइस बल्ल आउनुभयो। देखेर म एउटा पार्कमा छु। जुन पार्क यहाँ घेरेर संरचना त बनाएको रहेछ तर यो उपयोगमा नआएको हुनाले अब कोही भिजिट गर्न नआएको अथवा यसलाई रेस्पेक्ट गर्ने मान्छे कमी भएर होला यत्रो लगानी व्यर्थ गएको जस्तो देखिन्छ। यहाँ पुरा जेपी पार्क भनेर लेखेको छ अनि यता शालिग छ। झारहरू पुरा झारहरू पलाएको छ। उतापट्टि साइडमा चाहिँ मन्दिर छ। उतापट्टि साइडमा चाहिँ मन्दिर रहेको छ। बाटो चाहिँ त्यो साइडबाट हुँदै त्यहाँलाई हुँदै आउन सकिने रहेछ। चटपट पार्टी भइरहेछ। गाइजहरू हजुर छोरी कस्तो मजा आइरहेछ। भ्यू टावर यहाँ मजाको रहेछ।
त्यहाँ चाहिँ होमस्टे रहेछ, सब चिज पाइने, कालिज पनि पाइने। परेपोको यहाँ रिसोर्टको अगाडिपट्टि एउटा भ्यू टावर रहेछ। खासै भ्यू टावरबाट देखिने चाहिँ केही होइन, तुवालोले अलि छेकिँदो रहेछ वरिपरको डाँडा काँडा, अलि अग्ला रुख भएको कारणले। अनि यो अलि पेन्ट गर्दा भए चाहिँ ठिक हुन्थ्यो, तर पेन्ट नगरेको हुनाले खियाहरू अलि लागेको हुनाले हातहरूमा खिया लाग्ने सम्भावना हुन्छ। तर एकदम ठिक छ। जो केही अफरोड छ, यहाँ रिसोर्ट रहेछ, होमस्टे पनि छ, अनि फार्म रहेछ, कफी फार्म, अनार फार्म, एभोकाडो, रुद्राक्ष लगायतका चिज सबै छ। हामी चाहिँ फुल फ्यामिली आएका छौँ स्कुटरमा। यता टोली दुईटा बाइकमा आएको हामी होइन। अब निस्किन लागेको, अब बाटो चाहिँ अलिकति त्यस्तै अफरोड छ, त्यही भएर अनि छिटो निस्किन जरुरी छ। जङ्गलको बाटो पनि छ। ल, थ्याङ्क यू भेरी मच, स्टे ट्युन।